तिमी कति पनि चिन्ता नलेऊ के बुढिया क्यारम त नि अब रोग पनि मलाई त्यस्तै लाग्यो जति ठुला डाक्टर कहाँ गएर देखाए पनि बाँच्ने मन छ भने शान्तिसँग सुत्नुस् भनेर अर्याउँछन् रले सुतेको हो त बाँच्न त परो के रे नि रिसाउन हुन्न के रिसाइ छौ र नाइ नाइ छैन हजुर छैन किन रिसाउँथे र तपाईँ त शान्तिसँग सुत्न गएपछि रातभरि मलाई निन्द्रा नलाग्ने छटपटी हुने गरेर म पनि डाक्टरलाई देखाउन गइथे डाक्टरले केही टेन्सन नलिनुस् आनन्दसँग सुत्नुस् भनेर पठाउनु भयो थियो त्यही भएर म पनि आजभोलि आनन्दसँग सुत्ने गरेछु बाँच्न त पर्यो त